कलाकार हरिवंश आचार्य आज अन्तु पर्यटन क्षेत्रमा 5 पाण्डव फिल्म सुटिङको सिलसिलामा आउनु भएको छ र पहिलोपटक दाइलाई यहाँ स्वागत छ। र दाइलाई अन्तु कस्तो लाग्यो? अन्तु पर्यटन क्षेत्र हाम्रो इलाम कन्याम। अब यो इलाम कन्याम भनेको नेपालको पूर्वीय पर्यटन क्षेत्रमा यसलाई तुलना गर्नै मिल्दैन, एकदमै राम्रो छ। म धेरै वर्ष 30 वर्ष जति अगाडि आएको थिएँ। यहाँ कुनै पनि डाँडामा चिया त्यस्तो विधि कन्यामतिर चियाको बुट्टाहरू थिएन, सबै डाँडा नाङ्गै थिए, खाली थिए। र अहिले चाहिँ सबै त्यो हरियाली एउटा चियाको कार्पेट ओछ्याएको जस्तो यो स्वर्गमा आएको हो कि कहाँ आएको भन्ने भान हुन्छ हामीलाई। र अन्तु चाहिँ म पहिलोचोटि आएको हुँ यहाँ, अनि यहाँ आउँदाखेरि असाध्यै यहाँको सुन्दरता देखेर चाहिँ अब पर्यटनहरू यति धेरै आउनु हुँदो रहेछ कि यो एउटा व्यवसायको पर्यटन व्यवसायलाई पनि असाध्यै ठुलो टेवा दिन्छ। र यहाँबाट 1 घन्टा 1.5 घन्टा तल जाँदा तराईको गर्मी त्यसलाई छल्नलाई तुरुन्तै यहाँ माथिको हावापानीमा उक्लिन आउनु पाउनु पनि एउटा चाहिँ हामी नेपालीहरूको लागि एउटा प्रकृतिले दिएको वरदान हो। र यो प्रकृतिले दिएको वरदानलाई चाहिँ हामीले यसलाई चाहिँ जोगाउनुपर्छ, सबभन्दा पहिलो कुरो। अब हामी पर्यटन व्यवसाय सँगसँगै यो पर्यावरणलाई कसरी जोगाउने, त्यो एउटा असाध्यै गम्भीर चिन्ताको विषय हुन्छ। जस्तो हामीले अब पोखराको कुरा गर्दाखेरि पनि वरिपरि रिसोर्टहरू बनेका छन्, तर त्यसको ढल लगेर फेवातालमा मिसाइन्छ भन्ने चाहिँ सुनिन्छ, देखेको पनि छ हामीले। त्यस कारणले यो पनि यो अन्तु पोखरी पनि यो प्रकृतिले दिएको एउटा वरदान हो र यसलाई चाहिँ जोगाउनुपर्छ। यो जोगिएन भनेदेखि भोलि पर्यटकहरू आउँदैनन्। त्यस कारणले यसलाई चाहिँ अतिक्रमण नहोस् र यसको वातावरण स्वच्छ होस्। र 1 घन्टा जानासाथ तराई आउँछ, त्यहाँबाट 1 घन्टा अलिकति पुग्न साथै भारत आउँछ, त्यहाँका पर्यटकहरूलाई चाहिँ गर्मी छल्ने एउटा सुवर्ण अवसर हो यो। त्यो कारणले यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो। र असाध्यै सुन्दर प्रकृतिले दिएको कुरालाई हामी मानवहरूले नबिगारौँ।